ल आज चाहिँ नि यहाँ मटन पाक्दैछ है। मटन फ्राई भयो है। यस्तो फ्राई गर्दैछु यो फ्राई गर्दैछ। एकजनालाई 1 किलो लिएको थोरै हुन्छ यो हो मटन त। फ्राई गरेको त भुटी गरिदिएको यति बसेछ यार। मजाले फ्राई गरेको छ यो। चरप्प खानुपर्छ। अब खाएर सुत्ने हो। भोलि बिहान चाहिँ नि होताको यात्रा छ भन्छ। अब टाढै छ। बिहान अब चाँडै उठेर हिँड्नु पर्ने होला। त्यही भएर अहिले बेलैमा खाना पकाएर अनि खाएर सुतौँ भनेर। हिजो राति पनि सुत्न दिएन। लोडिङ गर्न लाएर राति दिमाग खराब। यहाँ सुत्ने ठाउँ यो यस्तो छ। अब यसलाई यहाँ तेलहरू आउँछ भनेर यस्तो उकालो राख्दैछु छु। यता फर्काएर राख्दैछु। अब त्यहाँ पानी बोतलहरू छन्। घाखाना घुक्रुन के गर्ने। पछाडि किचनमा गर्मी छ। अब भित्र हल्का यसो सानो ग्यासमा पकाउँदैछु। दुःख पकाउनु पर्यो के गर्नु। यस्तै छ लाउरे जिन्दगी। दोरी लाउरे भन्छन् के अरे हामीलाई त। अब दोरी लाउरे हो कि तोरी लाउरे हो थाहा भएन है मलाई त। फेरि के भन्छन् कुनै यसो कमेन्टमा भनिदिनु होला है। के लाउरे भन्छन्। दोरी लाउरे होला कि के लाउरे हो खै। सबभन्दा पहिला योगदान दिने भनेको साउदी अरब, कतार, दुबई, मलेसिया, बहराइन, ओमन यिनीहरूले त सबैलाई योगदान दिएर छोराछोरीहरू पढेर ठुला भएर हुर्केर अनि राम्रो शिक्षा हासिल गर्ने पैसा कमाएर र बल्ल अहिले अस्ट्रेलिया, अमेरिका, जापान कहाँ जान्छन्। नै साउदी, कतार, दुबईलाई हेला गर्ने सबैले। साउदी, दुबई, कतारमा पनि छन् नि पैसा कमाउनेले। मारामार कमाएर गए के कुरा गर्नुहुन्छ हौ। यहाँ मान्छेहरू धेरै व्यङ्ग्य हान्ने छन् हौ साउदीहरूलाई, कतार, दुबईलाई त। साउदी, कतार त देशै होइन भन्न लाग्यो अहिले त। के हो यस्तो। खाडी मुलुक त कुनै राम्रो ठाउँ होइन भन्न लागिसके। केही छ विचार भने भन्नुहोस् है साथीभाइहरूले सबैले।